हेलो गाइस, आज चाहिँ चियाबाट मिनी ब्लग सुरु हुन्छ। अन्त म चाहिँ आफ्टर स्कुल आएको थिएँ घरमा आउँदाखेरि चिया र खरबुजा रहेछ। चिया र खरबुजा खाएर त्यहाँदेखि चाहिँ लेख्नु बसेँ नोट। अब नोट चाहिँ कति भन्नु ल, लेखिन सक्दैन हो, हातै दुखिन्छ लेख्नुपर्छ। अन्त आज चाहिँ चिन्ता थियो। अन्त 6 बजी बाहिर निस्केको रहेछ। दाजु पनि ठिक्कै आइपुग्यो। अन्त म हजुरले रिचार्ज भने टमाटर खुर्सानीहरू प्याजहरू काटिदिएन अरे, ल हुन्छ भनेर काटेको। अरू त सबै देखाएँ, प्याज खुर्सानी अदुवा चाहिँ नदेखाउनु, मान्छेको मात्रै बत्तर हालेर भएको थियो। त्यहाँदेखि लसुन अदुवाहरू कुटिदिएँ, भाउजूले कुटिदिएँ। अन्त यता आँखा देखेन अरे, अन्त आँखा देखेन फुलहरू सिउनु अरे। म त थाहा थिएन, सिकाउँदै थियो। फर्स्टमा चाहिँ 9 त्यहाँदेखि 7 भन्दै। अन्त बनाइसक्दा ओर्दाखेरि चाहिँ ठिक्कै यहाँ थाहा ठिक्कै भएको थियो। अनि यो बनाएर कम्प्लिट गरेपछि मान्छे फेरि चिन्ता आउनु थियो, प्रेम थाल्यो। त्यही आज चाहिँ फेरि यो कान्छीको चिन्ता चाहिँ दादाले बिहा ल्याउनु जानु, बिहा लिएर आएको फेरि होइन त रक्सी हो। अन्त फेरि म फर्केर रक्सी ल्याउनु गएको, रक्सीको गन्धले म त चक्करै खाएको साथी। अन्त आउँदा ओर्दाखेरि चाहिँ यसो हेरेको टाइम 9 भएछ। चिन्ता त भर्खरको सुरु गर्दै।